म उसले ड्याक्क पारेर त्यसपछि भित्र छिरे के गर्नु भित्र छिर्ने बित्तिकै एनिमीको खात एउटा आयो थियो ढ्याप्प हान्दा त्यसपछि फेरि फिनिस गरिदिएँ मैले है सिधै अनि आवाज चाहिँ यताबाट नगएको यहाँ एउटा लकडाउन साथी त्यसपछि घुमेर फेरि यता तलतिर आयो हामी फाल्ने अनि मेरो साथी लकडाउन गएको एउटाले अनि ट्याक्क एक चपाइमा रिभाइभ गरेर मेरो साथीलाई रिस्क लिएँ यहाँ रिस्की पोइन्ट लिन गाह्रो छ त रिस्क लिएँ रिभाइभ भइसकेपछि भित्र गइहाल्यो मेरो त्यसपछि त डिल गरेँ एक नम्बर मेरो साथीलाई लकडाउन भइसक्यो त्यसलाई रिभाइभ गर्न पाएन अरे रिभाइभ गर्न सोच थियो त नसकिने भयो रिभाइभ गर्न अरे त्यसलाई जानु त मेरो आएको थियो रिभाइभ गर्न एनिमीहरूले गल्ती नै दियो सायद मैले गन रिलोड नगरेर रिभाइभ दिनुपर्ने थियो अनि यहाँ आए त एनिमी देखेँ तर हानेको देखेँ झ्याप्प देखेँ मैले लुट गरेँ लुट गर्ने बित्तिकै त्यहाँ अगाडि हेरेको त एनिमी देखाएँ मैले यस्तो देखेँ हान्छु भनेको त अलिक ढिलो भएको थियो कि अलिकति मात्र भयो त्यसलाई लाग्यो भने त ड्यामेज दियो तर अरू भएन त्यहाँ चाहिँ फेरि भित्रबाट छिरेर यता हान्छ यहाँ खतरनाक फाइट हुन्छ यहाँनिर फेरि हाम्रो है पुरै बमको हुन्छ पुरै खतरनाक यो फाइट खतरनाक हो हेर्नु है बम फाले बम फालेको थियो मलाई फेरि म बम फाल्न आएर यस्तरी म टाउन गएको ठाउँमै देखियो कि म लगाएर त्यो नि खतरनाक